नमस्ते छ हजुरहरूलाई सम्पूर्णलाई। फेरि पनि रुमकै भिडियो लिएर आएको थियो। गएको छुइनँ, भर्खर सुतेर उठेको अनि रुमकै बनाउँदैछु अहिले पार्किङमा बसेर। हजुरहरूलाई के कस्तो लाग्छ अब त्यो त म जान्दिनँ, तपाईँहरूले मात्रै अब हेरेर हजुरहरूले अब हेरेर के भन्नुहुन्छ अब होइन, हजुरहरूलाई राम्रो लाग्छ कि लाग्दैन। अनि रुम त यही हो, ब्याक साइडको सिट रुम हो। नयाँ नयाँ हो, मेहनत त गर्दैछु, वर्किङ हो। अब हजुरहरूको सपोर्ट चाहिएको छ। अब हजुरहरूले सपोर्ट कतिसम्म गरिदिनुहुन्छ। यदि हजुरहरूको सपोर्ट पायो भने अझै पनि राम्रो राम्रो भिडियो हाल्ने कोसिस गर्छु। यसको लागि त मेहनत त गरिरहेको छु। अब मेहनतको फल पाउनको लागि अलिक साह्रो नै पर्छ। त्यही पनि कोसिस त जारी छ। अब यो लाइनमा घुसिसकेपछि त कोसिस चाहिँ गर्नु नै पर्यो, हार खानु भएको छैन। त्यही भएर जतिखेर टाइम पाउँछ त्यतिखेर एउटा भए पनि भिडियो हाल्छु, रुमकै भए पनि बाहिरको। बोल्नुलाई पनि त्यति साह्रो आउँदैन, त्यही पनि अब कोसिस गर्दैछु। अब अझै अलिक राम्रो राम्रो गरौँ भनेर। हजुरहरूलाई अब के कस्तो लाग्छ हेरेर कमेन्ट गरेर यसो राम्रो लाग्यो भने फलो पनि गरिदिनु होला, सब्सक्राइबर पनि गरिदिनु होला। युट्युब च्यानल पनि छ यसमा, युट्युब च्यानलको पनि लिङ्क म लगाइदिन्छु। त्यसमा हजुरहरूले पनि अब सब्सक्राइबर गर्न सक्नुहुन्छ। इन्स्टाग्राममा पनि सेम छ। के कस्तो लाग्छ अब हजुरहरूलाई? मेहनत चाहिँ गर्दैछु, अहिले के हुन्छ अब हजुरहरूलाई कस्तो के लाग्छ। अब काम चाहिँ गर्दैछु अरू। अब हजुरहरूको सपोर्ट चाहिएको छ। अब हजुरहरूलाई मनपर्छ कि पर्दैन यस्तो भिडियोहरू? आफूलाई त आउँदैन पनि त्यति साह्रो गर्नुको लागि, त्यही पनि कोसिस चाहिँ गरि नै रहेको छु। अब अझै राम्रो राम्रो हाल्न कोसिस गर्छु। गरिदिनु होला, माया गरिदिनु होला सम्पूर्णहरूले। अनि हजुरहरूलाई गुड इभिनिङ छ मनदेखि नै नमस्ते। भिडियो पनि बेसी लामो भयो, आजको लागि यतिमै हुन्छ। भोलि फेरि अर्को भिडियो लिएर आउँछु, त्यतिखेर तपाईँहरूले फेरि हेरेर माया गरिदिनु होला। थ्याङ्क यू सो मच गाइसहरू।